हेलो गाइज, यो के को फल हो तपाईहरु चिन्नुहुन्छ? हेर्नुस् त यस्तो छ झ्याम्पै। अझै हामीले यहाँ टिपिसकेको छौँ कति र हेर्नुस् यसको पुरेहरू। चिन्नुहुन्छ भने कमेन्टमा भन्नुस्। हेर्नुस् यहाँ पनि छ, देख्न सक्नुहुन्छ। हामीले यहाँ टिपिम देख्न सक्नुहुन्छ। हेर्नुस् न कस्तो राम्रो राम्रो। यसको भित्र चाहिँ यस्तो हुन्छ, हेर्नुस्। अनि यहाँ चाहिँ अझैले हेर्नुस् टिपिरहनु भएको छ। यहाँ यस्तरी छ। हेर्नुस् एकदमै राम्रो छ। हेर्नुस् त झुप्पा झुप्पा। वाउ, यसलाई चाहिँ कुटेर सुरुमा सुकाएर अनि मिक्सरमा हालेर घोडा पारेर खानु मिल्छ। हेर्नुस् त यसलाई टिप्नु पनि सजिलो, तर यो चाहिँ धेरै जस्तो भुइँमा झरिहाल्दो रहेछ कि गाइजहरू। हेर्नुस् त, देखो न गाइज, देखो न। एकदमै खतरा छ। देख्न पनि सक्नुहुन्छ। थाहा भए भन्न सक्नुहुन्छ। के फल हो भनेर त्यही क्या त्यही कमेन्ट गर्न सक्नुहुन्छ। हजुर, हेर्नुस् होइन क्या, यहाँ टिपेको बनाउँदैछु। हेर्नु त खतरा छ है। यतातिर लटरमा नाइटे जामुन पनि फलेको छ। यतातिर भोगटे नाइटे जामुन के हो के हेर्नुस्। सुन्तला सबै सकियो, देख्न सक्नुहुन्छ। यता अझ अपेक्षाले पनि यहाँ के फल टिप्दैछ गाइज। के फल हो यो भनिदिनु होला, कमेन्ट गरिदिनु होला। स्कुलबाट आएर काम गर्दैछ, रोजगार यस्तो छ। देख्न सक्नुहुन्छ। अमिलो पनि खान्छु भन्दैछ। हेर्नुहोस् गाइज, यसले अमिलो खानुलाई टिप्दैछ। यस्तरी छ हाम्रोमा नाइटे ज्यामी भोगाटे यस्तो छ गाइजहरू। हेर्नु होला, खानु मन लागे कमेन्ट गर्नु होला, सम्पर्क गर्नु होला। यो चाहिँ बलाउटे बजार हो। बलाउटेदेखि त्यो नास्पातीको बोर्डतिरको घरमा आउनु होला, खानु मन लाग्यो। हेर्नुहोस् यो सानो खान मन लाग्यो, त्यो ठुलो नि छ। अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ, हामी चाहिँ अब घरमै बनाउन आँटिरहेका छौँ। अर्गानिक भने कमेन्टमा भन्नु होला। अर्गानिक राखेँ मैले। अनि हामी यो एकछिन यो खार के कसरी खान्छ त्यो पनि हामी अर्को भिडियोमा देखाउँछौँ। हस् त, बाई बाई।